आखिर किन आमालाई त्यो सानो अँध्यारो कोठामा राखियो? के गल्ती थियो उहाँको? यो उमेरमा यस्तो सजाय किन? र त्यो सानो बाकसमा के लुकेको थियो? जब त्यो बाकस खोलियो, सबैजना रोए, कराए। घरको माहौल एकैछिनमा शून्य भयो। तर सबैभन्दा ठूलो कुरा त अझै बाँकी थियो। नातिले जे गर्यो त्यो देखेर सबैको मुटु चिरा भयो। आखिर त्यो दिन के भएको थियो? नानी, अलिकति पानी दिनु न। आफै लिन सक्नुहुन्न, हामीलाई पनि काम छ आमा। आज एकादशी हो, फलफुल पाइन्छ कि? यहाँ केही छैन, बजार जानुहोस्। दिनदिनै यस्तै कुरा। को सानो इच्छा पनि अब कसैको लागि महत्त्वपूर्ण थिएन। अब आमा एक्लै बजार जान्छन् र फलफुल किनेर ल्याउँछन् अनि आफ्नो व्रत पूर्ण गर्छिन्। अब आमाले धेरै गाह्रो गर्न थाल्नुभयो। अब हामी छुट्टिनुपर्छ कि कसो हो भाइ? हो, अब त्यसै गर्नुपर्छ। आमालाई त्यो सानो कोठा दिए हुँदैन र? यो कुरा आमाले बाहिरबाट सुनिरहेको हुन्छन्। आमाको आँखाभरि साँचो हुन्छ र चुपचाप त्यहाँबाट जान्छन्। एक्लै कोठामा बसेर मनमनै भन्छन्, मैले यो घर बनाइदिएको थिएँ, तर आज मनै बोझ भए यो घरको। घरमा सबै कुरा बाँडिन्छ। आमालाई सानो कोठा दिइन्छ। अजु मज्जाले आनन्दित कोठा लिएर बस्छन्। सबैले सबै कुरा बिर्सिसकेका थिए, तर सानो नातिले आमालाई अझै माया गर्थ्यो। ऊ कसैले थाहा नपाउने गरी त्यो सानो कोठामा बसेको। आमा भएको ठाउँमा जान्छ र भन्छ, आमा, हजुर किन यहाँ बस्नु भएको? आमाको मन भत्किसकेको थियो। आमा अब मूल घरमा होइन, सानो कोठामा बस्थिन्। सबै सामान्य भइरहेको थियो। आमा मनमनै भन्दै थिइन्, यति चाँडै म यो घरको बोझ भए। मेरो कर्म बुढाले पनि छोडेर गइहाले। अब एक्लै बस्न पनि भयो यो बुढेसकालमा। दाजुभाइ सल्लाह गर्दै थिए कि बुहारीहरूका लागि आमा अब जिम्मेवारी होइन, एउटा पुरानो बोझ थिइन्। त्यहाँ बस्न सजिलो छ नि। अब हामीलाई पनि काम कम भयो। हो, आखिर उमेर भयो अब। यो कुरा आमाले सुनन्छन् र आमाको मन अझै भक्कानिन्छ र कोठामा गएर रुँदै हुन्छन्। कस्तो दिनमा भित्राएछु यी बुहारीहरू मैले। आज मलाई बोझ मायामा अहिले छोराहरूले पाली मलाई माया गर्दैनन्। यतिकैमा नाति कोठामा आउँछ र भन्छ, आमा किन रुनु भएको? लिनुहोस्, यो स्याउ खानुहोस्। आमा भन्छन्, मलाई सधैँ भेट्न आएको है, कि अब फेरि सधैँ नाति भेट्न आउला त? अनि कि अब आमा सधैँ एक्लै रुन पनि हो त? अब के हुन्छ त यो घरमा? हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला र भिडियो लाइक पनि गर्नुहोला। धन्यवाद। तर त्यो दिनको सत्य यतिकैमा सकिएको थिएन। त्यो सानो बाकसभित्रको रहस्य अझै पूरा खुलेको छैन। आखिर किन आमालाई त्यस्तो व्यवहार गरियो र नातिले किन यस्तो निर्णय लियो? त्यो सत्य थाहा पाउन अर्को भाग हेर्न नछुटाउनुहोस्। यदि यस्ता भावुक कथाहरू मनपर्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, यो भिडियो लाइक गर्नुहोस् र कमेन्टमा आफ्नो विचार पनि लेख्नुहोस्, किनकि अर्को भाग अझै झन हृदय विदारक हुनेछ।